अनि हामीले अझ डार्क गर्ने पर्यो भने जेल। अब हामीले यहाँ 3 कलर युज गर्दा पनि हुन्छ, 2 कलर युज गर्दा पनि हुन्छ है। कुन कलर युज गर्छौँ? पातलो तपाईँहरूको पातलो पातलो ब्रसै छैन कि? छैन, हाम्रो पनि यस्तो छैन। यो ब्रसहरू पातलो पातलो यो भयो भने सही। अब यस्तो ब्रसले हेर्नु यहाँ मजाले लाइनिङ बस्दैन कि ब्लूले नै गरिदिउँ हेर्नु। यो लाइनिङ यसरी छोडिदिने है। अहिले देखियो। मयूर जस्तै भयो। उहाँको स्किन चाहिँ यो आँखा देख्नु कस्तो है, ऊ चाहिँ लुज भएको छ कि है। मेरो पनि त्यस्तै छ, छाला पातलो क्या। गरे नगर्दा है। यसरी गर्ने है कर्पुस। अब यो स्याडो लाउनु त त्यही हो कि तपाईँले अब त्यो मेन स्याडो लाउनु जान्नु पर्यो। अब यो दुइटाको बिचमा मजाले मर्च गर्नुपर्छ है। आइल्यासेस लाएर फोटो खिच्नु है। म एकचोटि उता गरिदिन्छु। योभन्दा डार्क गर्नु पर्यो, जेल लाउँदा पनि छ। जेल लाएर देखाइदिउँ त के त्यतिकै देखाउने पनि सेम त्यस्तै हो। अब मेन हामीले मिलाउनु पर्ने यो पार्टमा त मजाले यसरी लाउँदा भयो है। अब यहाँ लाए पनि केही फरक पर्दैन है तपाईँको। अहिले तपाईँलाई कस्तो कस्तो लाग्छ, पछि मजाले हुन्छ। यसैले पनि गाजर लाउँदा पनि हुन्छ यसरी, तर यो ब्रसले असिलो हुँदैछ। गाजरले लगाइदिनु है, त्यसले असिलो छ। मेरो अर्को ब्रस कहाँ भएको? हजुर यस्तो यो लाएर ल्यासेस लगाइदिने म्याम। यो लाएर गाजर लगाइदिने अनि ल्यास लगाइदिने।
है यसरी यो पार्टमा पनि तपाईँले टियर डटमा पनि लाउन सक्नुहुन्छ है। अनि तपाईँले मुनि जस्तो लायो नि हामीलाई मेन प्राइस ब्रसहरू चाहिन्छ। हेर्नु त माथि हेर्नु त। अनि डस्टिङ पाउडर लाउनु पनि बिर्सेछ। हालेर गर्नु नि जानु पाउडर लगाउनु नि ब्रस लगाउनु। अनि यहीसँग हामीले मुनि यसरी यहाँ कति छ रहेछ कि मेरो हात नै कालो छ कि हेर्नु है यसरी अब गाजर लगाइदिनु। गाजर लगाएपछि लगाएर है भएको आँखा भएको क्लाइन्ट आयो भने भइदिनु यतितिर लगाए पनि केही फरक पर्दैन। अनि वाओ क्या दाम है रहता रे। बिहेमा पार्टीमा जाने मान्छेले यस्तो आइलासेस लगाएर हिँड्छन् है। फेरि गाजर लाउनु पर्ने नि आइलासेस लगाएर त होला। है बट पिज होला पुरै के डिजाइन